हामीलाई राईजी र खोज बजार प्रालीले चाहिँ मलाई यो ओडब्ल्युसी सम्बन्धी अर्ग्यानिक खेती सम्बन्धी चाहिँ उहाँहरूले बोलाएर चाहिँ म यो ठाउँमा आउन पाएँ, यो काठमाडौँको एउटा कागेश्वरी भन्ने ठाउँमा। र यो कार्यक्रम हाम्रो 3 दिनको हुनेछ। 3 दिनको कार्यक्रममा यो पहिलो दिन हो र उहाँहरूले यहाँसम्म मलाई ल्याइदिनु भएर मैले जानेका कुराहरू सेयर गर्ने मौका दिनुभएकोले गर्दाखेरि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मैले जानेका कुराहरू 3 दिनसम्म म तपाईहरुलाई आज पहिलो दिनबाट सुरु गर्दैछु। यी दोस्रो दिन हो। अब आज हामीले प्र्याक्टिकल गऱ्यौँ। हामीले मल बनाउने, ढुङ्गाको लिक्विड बनाउने, अनि माइक्रोन्युट्रिएन्ट बनाउने, विभिन्न तत्त्व बिउ उपचार गर्ने सबै कुराहरू हामीले सिकाएका छौँ र किसानलाई कसरी खेती गर्ने त भनेर त्यो बारेमा हामीले बताएका छौँ। र भोलि हामी फेरि अर्को 3 दिनको हुन्छ, भोलि फेरि हामी अर्को के गर्ने, कति मात्रामा प्रयोग गर्ने भन्ने कुरो हामी किसानहरूलाई सिकाउनेछौँ। अब हामी यो कम्पोस्ट मललाई चाहिँ निरोगी तरिकाले रोग बिनाको कम्पोस्ट मल र पावरफुल कम्पोस्ट मल कसरी बनाउने भन्ने कुराहरू हामी किसान दाजुभाइहरू र विद्यार्थी स्टुडेन्ट बहिनीहरूलाई भाइहरूलाई पनि म सिकाउँदैछु। यो मल चाहिँ यति पावरफुल हुन्छ कि तपाईहरुले प्रयोग गरेपछि थाहा हुन्छ।